अन्तिममा मिठो गरी यही प्रेमको विषयमा कुरा गरौँ न। माया भन्ने बित्तिकै महत्त्वपूर्ण फिचर भने चाहिँ फिलिङ्स हो है। माया चाहिँ आफूलाई सजिलो हुनेहरूसँग गरिन्छ र आफूले सजिलो बनाउनेहरूसँग गरिन्छ। म जोसँग सजिलो हुन्छु त्यसलाई म माया गर्छु र मलाई जसलाई सजिलो बनाउनु छ त्यसलाई माया गरिन्छ। मुख्य कुरो माया भनेको सजिलो बनाइदिनु हो भनेको सकेसम्म आफ्नो ज्ञान क्षमता ढङ्ग आफ्नो के छ सब्जेक्टिभ अब्जेक्टिभ के फिचरहरू छ। सब्जेक्टिभ फिचर भनेको खुसी बनाउने कलाहरू होला, ममता होला अथवा धैर्यता सहनशीलता होइन, सपोर्ट साथ इम्प्याथीहरू तिनीहरूले सजिलो बनाइन्छ भने अब्जेक्टिभ भनेको के छ अब्जेक्टिभ फिचरहरू। जस्तै यिनीहरूले सब्जेक्टिभ अब्जेक्टिभ दुइटै फिचरहरूले कसैलाई सजिलो बनाइदिनु र कोहीबाट सजिलो भएर सधैँ जिन्दगी चाहिँ सकेसम्म अप्ठ्यारो कम हुने स्थितिलाई माया भन्छ क्या। सकेसम्म अप्ठ्यारो कम होस् त्यो व्यवहारले गर्दाखेरि, सकेसम्म चित्त नदुखोस्, सकेसम्म रिस नउठोस्, रिस उठे पनि हेल्दी तरिकाले उठोस् होइन, घृणा भए पनि एकदम टपिकमा मात्रै घृणा गरोस् होइन, डर भयो भने त्यो विषय मात्रै डर आओस् र सकेसम्म उसका कमजोरीहरू स्वीकारिदिएर उसका सानोतिना गल्तीहरू पनि माफ दिएर र ठुलै गल्ती छ भने पनि एकचोटि यो विषयमा राम्रोसँग बहस गरेर अगाडि बढ्ने र त्यही अनुसारको मैले पनि त्यस्तै आश गर्नुलाई चाहिँ माया भन्छ क्या। मायामा बढीभन्दा बढी सजिलो बनाइदिनुपर्छ। डाइलेक्टिकल हुनु नै माया हो। डाइलेक्टिकल भनेको ऊ पनि ठिकै हो म पनि ठिकै हो भनिनु। उसका कमजोरी ठिक छ अहिले म यो अनदेखा गर्छु, म नदेखा जस्तो गर्छु, उसको कमजोरी मैले नदेखे जस्तो गरेपछि उसले सुधारिहाल्छ नि, मैले भन्नै पर्दैन नि। नदेखे जस्तो गरेपछि सुधार्छ क्या उसले, त्यो मूर्ख हो र ऊ नसुधार्न है। भन्यो भने चाहिँ बरु ओहो यति कुरा नि मलाई एक्सेप्ट नगर्दा किन होला भन्ने हुन्छ है। मागेपछि चाहिँ दिने हो ज्ञान, नमागी ज्ञान कहिल्यै नदिने त्यो माया हो। मागे पो दिने त, नमाग्ने चाहिँ ज्ञान दिएपछि त्यो माया भन नि। माया चाहिँ के हुन्छ उसलाई भ्यालिड गरिदिनुपर्छ। यसको मतलब सबै कमजोरी भ्यालिड, सकेसम्म धेरै कमजोरी भ्यालिड गरिदिनुपर्छ। धेरैभन्दा धेरै कमजोरी भ्यालिड गरिदिनुपर्छ, ठिक छ भनिदिनुपर्छ। किनभने उसले नियतले गरे नहुनसक्छ, नियतले गरेको भयो भने बुद्धि नभएर गरे हुनसक्छ र त्यसको कमजोरीले ठुलो असर परेन फेरि कसैलाई त मेरो भावना मात्रै असर पर्या त हो नि, ठुलो कहाँ असर पर्या त नि। व्यवहारमै ठुलै प्रत्यक्ष असर पर्नु पर्यो, त्यो कानुन त गलत हुनु पर्यो, त्यो समाजले रिजेक्ट गरेको कुराको गरे हुनु पर्यो उसले गलत एकदमै त्यो चित्तै नबुझ्ने कुरा गलत गराए भएपछि हो। न त्यो त्यहाँ सामान राखेको कुरामा के चित्त दुखाउनु, त्यहाँ राख्दा के भयो त, ठिकै छ त त्यस्तै यसरी तार केही फरक परेन नि, के बिग्रिने होइन नि त त्यो कुरा। किन मलाई किन यस्तो गरे यति गर्नु मिल्ने छैन भनेर सबै कुरा सिस्टम र प्रोसेसमा नगराउनु। सकेसम्म आफ्ना परिवारलाई चाहिँ मुख्य चाहिँ आफ्ना जीवनसाथी आफ्ना छोराछोरी आफ्ना बुवा मम्मीलाई सकेसम्म सजिलो बनाउन भूमिका खेल्नु। त्यो सजिलोमा आफू आनन्दित हुनु, फेरि आफू पिल्सेर पनि होइन। पिल्सेर अरूलाई सजिलो बनाउँछ भने उसको स्वभावमा समस्या हो, उसको त्यो आनन्द दिएर आनन्द लिने क्षमता छैन, स्वभाव छैन, ढङ्ग छैन, गुण छैन भनेर बुझ्नु र तिनीहरूले त्यसपछि आफूलाई दिएको माया सम्मान र साथलाई स्वीकार दिनु। ठिक छ मलाई पुग्यो भनिदिनु, धेर चाहिँदैन भनिदिनु। धेरै नपुगे जस्तो पुग्छ क्या, मलाई कसै फोन उठाएन भने त्यो माया गरेन। फोन नउठाउनु भनेको चार्जमा राखेर कहाँ जानु हो, माया नगर्नु होइन। जस्तै होइन बोलाएको आएन, बोलाएको नआएको केही समस्या भएर नआएको होला, नआउनु माया नगर्नु होइन। माया नगर्नु भनेको चाहिँ स्पष्ट लामो समयसम्म व्यवहारमा देखिनु पर्यो, लामो समयसम्म देखिनु पर्यो। आज एक दिनको कुराले हुँदैन। अनि फेरि मेरो व्यवहारको कारणले हो भने मैले चेन्ज भएपछि माया गर्छ कि, मेरो व्यवहारको कारणले समस्या भइरहेछ र मलाई माया गरेन भने त म पो चेन्ज भएपछि माया पाइन्छ त। अब म चाहिँ चेन्ज नहुने अनि माया चाहिँ असम्भव कुरा है हो। यी सबैलाई माया, रियल माया यो हो। र यसमा माया सबैभन्दा धेरै परिवारलाई गरिन्छ, जीवनसाथीलाई गरिन्छ होइन, अब कसैको हकमा गर्लफ्रेन्ड बोयफ्रेन्डहरूलाई गरिन्छ, बच्चाहरूलाई गरिन्छ, आफ्ना विद्यार्थीहरूलाई गरिन्छ, आफ्ना गुरुहरूलाई। विभिन्न माया भनेको ऊ सम्झिँदा खुसी हुनु, उसको याद आउनु, उसको याद आइसकेपछि केही व्यवहार गर्न लगाउन खोज्नु, व्यवहारमा देखाउन खोज्नु र त्यो व्यवहारमा देखाउँदा उसको मुहारमा परेको आँसु उमङ्गदेखि दङ्ग पर्नु, रमाइलो महसुस हुनु र रमाइलो भएन भने पनि अरू के कारण होला भनेर खोज्नु चाहिँ माया हो। माया गर्नलाई चाहिँ स्किल चाहिन्छ, त्यो सिप हो माया, त्यो आइडिया हो, त्यो कन्सेप्ट हो। कहिलेकाहीँ मायामा चित्त नबुझ्दा नि सहनुपर्छ, कहिले माया गर्ने अगाडि। कहिलेकाहीँ माया आफूलाई मन नहुँदा पनि व्यवहारले देखाइदिनुपर्छ, कार्य हरकत। कहिलेकाहीँ गर्न मन हुँदा नि नगरिदिने, कहिलेकाहीँ गर्न मन नहुँदा नि गरिदिने स्किलहरू चाहिन्छ। सब माया चाहिँ टेक्निकल कुरा पनि हो,
यी सब्जेक्टिभ फ्याक्टर पनि हो, अब्जेक्टिभ फ्याक्टर पनि हो। त्यस कारण यसलाई चाहिँ हामीले एउटा सिप, एउटा कला, एउटा साइन्स, एउटा रियालिटी र एउटा जीवन जिउने माध्यमका रूपमा मायालाई मान्नुपर्छ। कस्तो रमाइलो कुरा। हस्, यो आज मायाकै कुराबाट हामी कार्यक्रमलाई अन्त्य गर्छौँ। यहाँहरू सबैको जय होस्। हजुरले समय दिनुभयो, खुसी लाग्यो। धन्यवाद, धेरै धेरै धन्यवाद।